के हो यो त नि दुईटा दाना छ त अनि सो यो भिडियो चाहिँ लास्टैसम्म हेर्नलाई लास्टै कमेडी छ है। चर्चा परिचर्चा काठमाडौँदेखि पोखरा सहरमा अलराउन्डर परेको हुनाले धरान चितवन विराटनगरमा माया गर्छन् त। तर मेरो नजरमा त एउटा कालो भैँसी अर्ना गर्नुपर्छ तँलाई चिडियाखानामा भर्ना। ऋतु र कलौटेले देश खानी भयो भनेर धेरै कमेन्ट आएको। साँच्चै यिनीहरू त लास्टै भाइरल भएको छ त यिनीहरूले त भिडियो सिडियो खेलेको छ है। अनि के अरे यो ऋतुले त अनि पुरा कार सार किनेको पुरा एकचोटि फेसबुकमा पुरा हल्लै भएको थियो त हैन त्यो आउनु स्वाभाविक नै हो। के छ गाइज कमेन्ट्स पढ्ने हैन त। आज हामी नेपाली टिकटकको कस्तो कुरा गर्नुहुन्छ तपाई? ओ सरी नेपाली कलाकार इन्डस्ट्रीको नम्बर 1 जोडी कलौटे दाजु र ऋतुको भिडियो आजसम्म कसैले नदेखेको स्नेक रेस्क्यू बागे बाबाजीको शंख फुकाइसम्मको सबैको फन्नी एन्ड स्याडिस कमेन्ट्स पढ्ने छौ है त। सो चिलमा हेर्नुस्, स्ट्रेस फ्री हुनुस्। जय होस्। सुरुमा त यो क्याप्सन पढम अनि भिडियो हेरम है त। सक्छौ भने 8 गर, सक्दैनौ भने नाटक नगर डियर। आई मिन होटल प्यारामी इन्ग्रे। ल केटा 8 गर्ने कि नगर्ने भिडियो हेरम है त। ल भिडियो हेरौँ न त। अङ्कल हो कि आन्टी हो? आइफोन पो देखाउँछ त फेरि। साइडबाट हेर्दा त केटा जस्तो। कमेन्ट्स पढ है त। 8 गरेर के गर्नु परै? गधालाई धोएर गाई हुँदैन। सुन देखाएर के गर्नु? नुन चाखी नसक्नु चर्को भएपछि। कमेन्ट हेर्ने मान्छे त लान्न औला मात्रै दिनु न। हेर न कडा हो है। साइडबाट हेर्दा कस्तो केटा जस्तो देख्छ नि। तर यो भनौँ न आन्टी हो कि होइन, मेकअप गरेर क्या यो अब 18 वर्ष लागेको आन्टीलाई पनि भर्खर। रिप्लाई हेर्नु न कति बाटो मान्छे। अर्को रिप्लाई हेर्नु मान्छे त लाने खालको हुन पर्यो नि। त्यो हातको सबै सुन दिए नि नआट्ने म त। यो कमेन्ट हेर्ने राजेन्द्र खड्कीसँग ठ्याक्कै जोडी मिल्ने रहेछ। हात माग्न आउनु पर्ला। रिप्लाई हेर्नु मान्छे त के माग्नु है। बिल्कुल रिक्स नै लिने काम। 5 फन्का भएको रिङ मलाई दिनुस् ल। ये गरीब की माँ की के हो अनि एउटा दुईटा तिनटा लगभग नभएको नि यो एउटा 8-9 तोला होला हो। अनि आइफोन बोकेको छ। कति हो आइफोन त मलाई थाहा छैन। आइफोन त चलाएको छुइनँ होइन। अनि अनुहार त के हो? ओहो साइडबाट हेर्दा त ठ्याक्कै छोरा मान्छे जस्तो छ। सुगर मम हो कि के हो? सुगर बोजू होला। अच्छा यता ब्रोले योगा गर्दा जिज्ञासाले भरिएको कमेन्ट्स आयो। भिडियो हेरौँ है त। के हो यो त नि दुईटा दाना छ त अनि कमेन्ट्स पढौ है त। मकैको दाना च्यापियो दाजु। खोइ मैले त एउटा मात्र देखेँ। एउटा अघि च्यापिएर फुटिसके जस्तो छ। हजुरको एउटा तल एउटा माथि छ। मेरो त एउटा सानो एउटा ठुलो छ गुलो। अर्को कमेन्ट हुन्न के को दाना हो त्यो? रिप्लाई हुन्न ओखर हो कान्छी। एक मुखे रुद्राक्षको दाना हो केटी हो। भाग्यमानीले मात्रै भेट्छ क्या। सबैले किन मजाक उडाएको होला? बिचराको है यस्तै हो नि त होइन। अब सोसियल मिडियातिर अनेक गरी चटक लगाएपछि यस्तै हो नि होइन। अब योगा गरेर पनि त्यस्तो त्यो एउटा छ नि त गर्ने त्यसको नाम पनि बिर्स्यौ। के साइप हो त्यसको नाम त बिर्स्यौ मैले ठ्याक्कै। चिज देखिन्छ त भगवानले नै बनाएर दिएको। मजाक उडाउनेहरू हिम्मत भए उहाँले चाहिँ कला देखाउनुहोस् त। मजाक उडाउनेको सट्टा रिप्लाई हेर्नु मजाक उडाएको होइन के एउटा कता गएछ भनेर हो के। अर्को रिप्लाई हामी हेर्नु नि गएर। मेहनत त धेरै गरेको छौ भाइ, हार नमान्नु। एक दिन पक्कै पनि अन्डा फुटेर चल्ला निस्किनेछ। चल्ला होइन दाना चाहिँ निस्किन्छ। यो स्नेक रेस्क्यूलाई के नाम दिने त तपाईहरुले पनि कमेन्ट गर्नु होला है त। आन्टी पो छ त फेरि हो। समातिनु पुछेर छ मोमो आन्टीले त ल के हो अनि घरदेखि त अनि बाटोसम्म झिके त बाटो होइन पुरा खेलाउन जस्तो गरेर पुरा तान्दै हिँड्छ त अनि आन्टी त नि।
है दिदी खतरा कमेन्ट्स पढ है त दिदी त कस्तो निडर रहेछ म त भिडियो समेत 3 फिट परबाट हेर्दैछु कुन खालको रेस्क्यु हो यो रिप्लाई हेर्नु न रेस्क्यु चाहिँ हो कि अब त्यो सर्प बिर्सेर नि आउँदैन तपाईको घरमा न्यू रेस्क्युड आइडिया अनलक लाइफमा फर्स्ट टाइम देख्न पाइयो जे हुन्छ हाम्रै नेपालमा हुन्छ नेपालमै हुन्छ हो सही हो कमेन्ट हेर्नु कमेन्ट साँप नै कन्फ्युज भयो होला के चाहिँ गर्न लागेको भनेर ला भाई दीपले पता नहीं किस बहान की नजर लगी स्नेक अहिले कोमामा छ रे ओहो यता फेरि अन्टीलाई हतार छ पहिला भिडियो हेरौँ अनि फनी कमेन्ट्सतिर जाम्ला अब के हो यति बेलाको मेरो अनि के हो अब छोरा त्यत्रो भइसक्यो आमा म त के देख्नु परेको लाज लाग्यो रहा नहीं जाता तड़प ये सी है ना वेलकम कमेन्ट्स पढ्नु है त मान्छेको अगाडि त यस्तो छ बेलुका त झन् कस्तो हुने हो बरे इसका मतलब है चट्ट गई कडा जस्तो रुममा त नगर पुग्न दिनु पहिला कमेन्ट हेर्नु नि घर आइपुग्न दिनु उहाँ हजुरकै हो हामी कसैले केही गर्दैनौँ बबिता बच्चन कति वर्षको भेट थियो भूकम्प चाहिँ त्यो रात डह्रो आयो होला रिप्लाई हेर्नु न खाट मक्केको थियो रे भाँच्यो रे रातमा गएको भूकम्पबाट ठुलो क्षति होइन बाटोमै सुरु नगरेको भए हुने रात त परेछ छोरा सुत्न बेर त हो यता फेरि यो बाबाको अद्भुत शक्ति हेरौँ अनि त्यसपछि कमेन्ट्स पढ्ने है त शङ्ख छ मेरो हातमा छैन बजाइदिन्छ है ओके तिम्रो भविष्यलाई सुधार गर्नको लागि टुवाके बाबा पो रहेछ अनि बिहान बिहानै रक्सी सक्सी खाएर अनि फेरि यो साइडमा बस्नु नि त्यस्तै छ फेरि हो हेर न त्यहाँ चटक तिम्रो बाबाको नाम भन मेरो बाबाको नाम राशिको कि जेको भने विकलाल गुरुङ सभर भित्रमा सभद्र भित्रमा त भित्रमा होइन यो मन्त्र हो कि ऱ्याप हो यो त सो क्या जसले हेर्नु छ यो भिडियो लाइक कमेन्ट सब्सक्राइब सेयर गर्नु होला यस्तै भिडियो चाहियो भने कमेन्ट गर्नु होला है त तल